आजको विचार गोष्ठीमा सम्पूर्ण उपस्थित महानुभाव लगायत प्रमुख अतिथि र अतिथिहरूलाई स्वागत गरिदिनु हुनुको लागि स्वागत मन्तव्य दिनु हुनुको लागि म तमु पेयु संयुक्तका उपाध्यक्ष श्री सोमध्वज तामाङजीलाई निम्त्याउँदछु। नमस्ते सबैलाई। श्रीमान अध्यक्ष महोदयज्यू र आजका प्रमुख अतिथि नारायण लेखिज्यू, साथै धर्मगुरु पहिलो चिब याजिङ कोर्चितज्यू र डाक्टर चन्द्रबहादुर लेमुज्यू, साथै सम्पूर्ण तमु संसदबाट पाल्नुभएका कार्य अध्यक्षज्यूहरू साथै सम्पूर्ण मित्रजनहरूलाई मेरो न्यानो अभिवादन छ। आज यस ओभल कमिटी हलमा पेरु समितिले गरेको विचार गोष्ठीमा पाल्नुभएका सम्पूर्ण मित्रजनहरूलाई मेरो न्यानो अभिवादनका साथै मङ्गलमय शुभकामना टक्राउँदै म मेरो हृदयदेखि र पेरु सङ्घको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्दछु। धन्यवाद। हामीलाई तमु लक्ष्मणजी तमु गुरुङ राष्ट्रिय परिषद नेपालका अध्यक्ष डाक्टर श्री गणेशमान गुरुङले विचार गोष्ठी पूर्ण रूपमा सफल होस् भन्ने कामना व्यक्त गर्नुभएको छ। त्यस्तै गरी तमु पेयु सङ्घ केन्द्रीय कार्यालय पोखरा नेपालबाट पनि त्यस्तै सफलताको कामना गर्दै शुभकामना दिइरहेको छ र व्यक्तिगत रूपमा वाराणसीबाट पनि हामीलाई शुभकामना आएको छ। उहाँहरूको हामी तमु पेयु सङ्घ युगले आयोजना गरेको कार्यक्रम सफलताको लागि दिनुभएको शुभकामनाको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दै म यहाँ उपस्थित हाम्रो अतिथिहरूलाई पाहुनाहरूलाई आफ्नो शुभकामना मन्तव्य दिनुहुनको लागि म निम्त्याउँदछु र यहाँहरूलाई हाम्रो समयको अभावले गर्दाखेरि कृपया सम्बोधन नगरेर आफ्नो मन्तव्य सुरु गर्नुहुन म हार्दिक अनुरोध गर्दछु, जसमा सर्वप्रथम तमुदी युकेका अध्यक्ष श्री सुभाष सिंह तमुज्यूलाई म आफ्नो 2 शब्द छोटो रूपमा राखिदिनु हुनुको लागि म आजको यो तमु विचार गोष्ठीको जुन आयोजना गर्नुभएको छ पेयु समितिले, जसमा सहभागी हुने मौका निम्ति दिनुभएकोमा उहाँलाई म तमुदीको अध्यक्षको साथै म हृदयदेखि धन्यवाद दिन चाहन्छु र आजको यो गोष्ठी एउटा चाहिँ फलदायी होस् अनि शुभकामना दिँदै मेरो 30 शब्द यहीँ गर्न चाहन्छु। धन्यवाद तमुदी युकेका अध्यक्ष श्री सुभाष सिंह तमुज्यू। त्यस्तै गरी म आफ्नो 2 शब्द राखिदिनु हुनको लागि केही तमु समाज युकेका अध्यक्ष श्री गुणबहादुर तमुज्यूलाई हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम यहाँलाई गुड आफ्टरनुन भन्नुहोला अनि नमस्कार अनि मेरो अभिवादन। अनि गुरुङ सोसाइटी केन्ट लाई चाहिँ यो विचार गोष्ठीमा आएर 1-2 शब्द राखिदिनु भन्ने आग्रह भएकोमा धेरै धन्यवाद दिन चाहन्छु आयोजकहरूलाई। एकदमै राम्रो हो। तर हामीले योभन्दा अगाडि पनि एउटा सेमिनार गरिसकेका छौँ। गुरुङ सोसाइटी केन्द्रले यस्तै खालको सेमिनार गरिसकेको छौँ अनि यो पनि यहाँलाई जानकारी गराउन चाहन्छौँ। अनि आजको हाम्रो गोष्ठीले केही कुराहरू हामीलाई फाइदा होस् अनि हामीले चाहिँ सिक्ने मौका पाऊँ भन्ने चाहिँ आशा राख्दै मेरो 2 शब्द यहाँ नै अन्त गर्छु। थ्याङ्क यू। धन्यवाद
केही तम सामाजिक अध्यक्ष श्री गुणबहादुर तमुले त्यसै गरी छोटो रूपमा आफ्नो मन्तव्य राखिदिनु हुनको लागि म तमुहे तमु समाजका महासचिव श्री लेफ्टिनेन्ट श्री लाल तमुजीलाई हार्दिक अनुरोध गर्दछु। महिला तथा सदनवृन्द, नमस्ते, गुड आफ्टरनुन। तमुहे तमु समाजको चेयरम्यानको अनुपस्थितिमा म महासचिव उहाँहरू उपस्थित भएको छु। सर्वप्रथम तमु पेरु सङ्घले अर्गनाइज गरेको यस धार्मिक तथा सांस्कृतिक विचार गोष्ठी तपाईँले बोलाउनुभयो, त्यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु म अनि हाम्रो समाजको तर्फबाट। अनि यो गोष्ठीले चाहिँ हामी मात्रै नभएर हाम्रो न्यू जेनेरेसनलाई पनि पछि फाइदा पुगोस् अनि पछिको गोष्ठीमा चाहिँ अटेन्ड गराउनु भयो भने अझै राम्रो होला भन्ने मैले सोचेको छु। अनि त्यस्तै तरिकाले अब यस्तै गोष्ठीहरू टाइम टु टाइम, हुन त तपाईँहरू सबै बिजी हुनुहुन्छ, टाइम मिलाएर यस्तै गोष्ठीहरू मिलाएर सबै मिल्नुभयो भने चाहिँ भविष्यको लागि पनि अनि हाम्रो धर्म संस्कार पनि पछिसम्म रहनेछ अनि हामी सबैले जान्नेछौँ, हाम्रो भावी सन्ततिले पनि सिक्नेछ भन्ने मैले आशा लिएको छु। अनि यो चाहिँ पेरु सङ्घको गोष्ठी जुन चाहिँ सुरु भयो, अब चाहिँ भविष्यमा पनि त्यसलाई नै विस्तार गर्ने राम्रो हुँदै जाओस् भन्ने मैले कामना गर्छु भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउँछु। धन्यवाद। युकेका उपाध्यक्ष श्री खड्गदीप तमुजीलाई छोटो शब्द राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। सबैलाई उपस्थित भएकोमा म तथा सम्पूर्ण गोर्खा जिल्ला गुरुङ समाजको तर्फबाट तपाईँहरूलाई स्वागत भन्न चाहन्छु। पहिलो कुरो जुन यो आज तमु पेरु सङ्घ युकेले यो विचार गोष्ठी राखेको चाहिँ यो फर्स्ट हो र मलाई जहाँसम्म आशा छ यो हामी गुरुङ जातीय भएर यो चाहिँ हामीले एक गुरुङ हो भनेर हाम्रो सम्पूर्ण गुरुङ जातिलाई एक ठाउँमा ल्याउन सक्छ होला भन्ने चाहिँ हामीले सम्पूर्ण विश्वास गरेका छौँ। त्यसैले यस सम्बन्धमा हामी सम्पूर्ण गुरुङहरू एक भएर मद्दत गर्नेछौँ भन्दै हामी गोर्खा जिल्ला गुरुङ समाजको तर्फबाट तमु पेरु सङ्घ युकेलाई 100% मद्दत गर्नेछौँ भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद। हामीलाई प्रतिबद्धता पनि दिएर जानुभयो, उहाँले 100% सफल होस् भन्ने कामना गर्नुभयो। उहाँलाई म तमु पेरु सङ्घको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै लमजुङ तमु समाज युकेका अध्यक्ष श्री चन्द्रप्रसाद तमुजीलाई आफ्नो छोटो वक्तव्य राखिदिनुको लागि म हार्दिक अनुरोध गर्दछु। महिला तथा सदनले म धेरै समय लिन चाहन्न। मेरो 2टा मात्रै कुरा छ, एउटा यो अनि एउटा यो सिङ्गल तपाईँहरू सही बिर्साउनु होला। पहिला पृथ्वीनारायण शाहले यस्तो गरेको छ, त्यो हामी सब एक हौँ भन्ने एउटा सिग्नल हो। र तर म यस्तो गर्छु, हामी जे जस्तो भए पनि हामी 2टा मात्रै छौँ भनेर चाहिँ जान्नु पर्यो। त्यो हामी के हो भन्दाखेरि महिला अनि पुरुष। र अर्को यस्तो गर्यो के हो भने हामी आफ्नो विभिन्न धर्म कर्म संस्कृति परम्पराहरू छन्, त्यो आफ्नो आफ्नै ठाउँमा छ, तर आखिरमा चाहिँ हामीले एउटै मात्रै कुरा सोध्नु पर्यो। त्यो के हो, संसारमा जे जस्तो तरिकाले माने पनि धर्म एउटै मात्रै छ भनेर सोध्नु पर्यो। त्यही हो मेरो आखिरमा आजको यो पेरु सङ्घको जो कार्यक्रम, यो अभियान सफल होस्। म लमजुङ समाजको तर्फबाट र लमजुङवासीको तर्फबाट यही नै मेरो शुभकामना छ। धन्यवाद।